हेलो नमस्ते सम्पूर्णमा है यो शुभ बिहानीसँगै हामी चाहिँ यो गाउँबाट सबैजनालाई धेरै नमस्ते मिस यु अल भन्न चाहन्छौँ। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। बिहानै उठेर हामी चाहिँ यो बन्चरो लिएर आज हाम्रो भुवा पर्व सुरु हुँदैछ। हाम्रा यहाँ भुवा पर्व भएका नायकजीसँगै अब हामी चाहिँ मुडो काट्नेछौँ होइन, मुडो भन्छ दाउरो लिएर अब हामी भुवा खेल्ने ठाउँ भुवा खाडो भन्छ, राति दखसम्म जान्छौँ। राति जाने हो, पछि त्यसपछि हेरौँ कस्तो हुन्छ रमाइलो। यताको कल्चर सो रमाइलो नै हुन्छ विशेष। अब गाउँमा धेरै अब सबैजना हुँदैन, युवाहरू नभएको कारणले गर्दा खासै रमाइलो त हुँदैन। तै पनि हेरौँ बेलुका सक्दो हामी रमाइलो गर्नेछौँ। कसो एकदमै। अनि देश तथा प्रदेशमा बस्नु नै सम्पूर्णमा धेरै माया छ। हाम्रो भिडियो हेर्नु होला, सेयर गर्नु होला। हामी कपाल भिडियो यता गाउँबाट एकदमै राम्रोसँग देखाउनेछौँ भन्न चाहन्छौँ है। अब हामी मुडो काट्न जाँदैछौँ, पातलतिर देखाउँछौँ मुडो काट्न। हामी पर्व अवसरमा हाम्रा नागजीले पनि मुडो होइन एउटा काठ ठुलो ठुलो सिधा 1 घन्टा 1.5 घन्टाको बाटो हिँडेर हामी तपर्छ जान्छौँ होइन। कस्तो पुगिन्छ नि रमाइलो गर्ने एकदम होइन। त्यस्तै छ मेरो मुडो त यता छ भाइ है, यता छ। म चाहिँ मुडो लगेर जान्छु तपसिँदै। यहाँ यस्ता छ क्या नाग्यो भिडियो बनाउनाले ठुलो मुडो कानमा हालेर अब सानो लिएर जाने कुरा पनि सुनिरहेको छ। यो चाहिँ नहोस् है, फेरि ठुलै हाल्नुपर्छ। फेरि हामी चाहिँ यो मुडा लगेर जाँदैछौँ यो बाटो हुँदै तकोटको बाटो। यताबाट तल जानु पनि लाग्छ आधी 1 घन्टा। अहिले यता छौँ है, लग्ने हो टक्कै होइन। गाह्रो छ नि हो धेरै ठुलो। सबै बाटो भनेको यही हो। स्कुल पढ्न गएर ट्युसन पढ्न गएर घरमा आएर खाना लिँदै मुडो लिँदै आएको छ उत्तम रोकाएजी। नाम के हो रे? नाम के हो? उत्तम रोकाए। कति क्लासमा पढ्छ? एकदम ल, एकदम मिहिनेत त्यस्तै हुनु है। हाम्रो दाजु पनि आउँदैछन्। अनि आज हामी जाँदैछौँ तकरतिर, पुगिसकेका छौँ तकरतिर हामी। यो रमाइलो भ्यूमा यो सुन्दर वातावरण, हरियाली, वन जङ्गल, तलको मालीवन बजार पनि देखिरहेको छ, हस्पिटल, घामको किरण टक्कै डाँडा खाँदा यो मालिकाको पाटन पनि देखिरहेको छ। एकदमै रमाइलो हुने छ है। अब हाम्रो आजदेखि नै भनौँ न सुरुवात होइन। के भन्ने बिल्कुल बात सही है। बोल्न त जान्दैन त्यही पनि हेर्नु पुरै हो कि के रे? कति क्लास पढ्छ? दिनमा यो के ल्याएको? कहाँ लिने? स्कुल दाउरा लिएर आउनु भनेको छ सरले। यति सानो मान्छेले दाउरा लिएर आउनु भनेको छ। को सर? आज त्यो लिएर जानु, त्यो माथि भुवा खाटा छोडेर जानु, स्कुल नलिएर जानु। अनि दाउरा ल्याएको छैन भनेर भन्यो भने के मेरो नाम लिनु है स्कुलमा है? दाउरा नलिएर जानु किन लिनु पऱ्यो? बच्चाले पढ्ने गुलेली त ल्याएको छैन छैन, छोला मटन मजाले पढ्ने है। यसरी यति टाढाबाट यो 1 घन्टाको बाटो छ, यसरी दाउरा बोकेर स्कुलतिर जाने होइन नि है। नलिएर जानु ल भोलिदेखि। यसरी सरले केही भनेको चाहिँ हामी छौँ है। रमाइलो पनि हुँदैछ है। अब पुरा आफूलाई जिम बोय होइन भनेर चिनिएको एकदमै सिक्सी प्याक हड्डी प्याक निकालेको कुसा भन्दैछ केटाले होइन। यो नागजी पनि होइन है हाम्रो। फेरि अब हाम्रो गाउँको नागजी पनि भुवा भइरहेको एकदमै पुरै जेन त कडक बनाएको छ नि होइन। बनाउनु पनि पऱ्यो नि, तयारी युवा साथीहरूले पुरा सक्रिय हुनुपर्छ, हरेक काम गर्न सक्ने क्वालिफाइड हुनुपर्छ। उता कता हो भाइसेट पछाडिको 60 हो। ल ल ल यस्तै प्रगति गर्दै जानु, ज्यान सुकाएर फेरि हड्डी नबनाउनु है। अलिकति टाइटमा पनि जानुपर्छ केटा। र ट्याक्स आइरहेछ। मुडो लिएर हामी दगोट पुगिसकेका छौँ गाइज। रमाइलो हुनेवाला छ। नजिक पुगिसकेका छौँ। मेरो भुवा सुरु हुँदैछ आजबाट। एकछिन हाम्रो नायकजी यता मुडा पनि पुगिसकेको छ भुवा खाडामा। हाम्रो भुवा खाडा यो दगोट टक्कै होइन। यता हाम्रो भगवती माईको मन्दिर छ, विद्यार्थीहरू आइरहेको छन् टक्कै। खेल्ने
आजबाट हाम्रो भोसो सुरु हुँदैछ नागजी पत्रकार देखो यसरी लिएर आइरहेछ हाम्रो हो होस्यो भनिहाल हो हेलो 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 हो हाटी जनेम के त हेरेर भन्ने के हुँदैछ हो पहिलो पटक देखेको होला सायद होइन त्यो हाम्रो भो स्टार्ट हुँदैछ है यता हेरौँ त केटो हेलो अब हामी यो आगो जलेको हेर्छौँ होइन नमस्ते भनौँ त सबैजनालाई नाम के हो बुबाको नाम के हो ओके ल अब हाम्रो भो स्टार्ट हुँदैछ अब हाम्रो यो पुरै चलाउने हुँदैछ रमाइलो हुने होला छ जोस् आगो चल्दैछ भो स्टार्ट हुन्छ एकैछिनपछि एकदमै रमाइलो आजबाट भो सुरु सबैजना वर्ष सुरु भइसक्यो गाइस एकदमै हाम्रोतिर दहकोट बाजुरा जिल्लाको दहकोट एकदम वर्ष सुरुवातसँगै हाम्रो मुडा बलिसकेको छ हाम्रो वर्षको सुरुवात उसको 3 गते भिडियो सुरुवात भइसकेको छ अन्त सबैजना हुनुहुन्छ यता कहाँबाट हाम्रो दाजु पनि आइसकेको छ नि है ल ल ल एकदमै हाम्रो भोसो सुरु भइसकेको छ है सबैजनालाई एकदमै धेरै माया छ भन्नुपर्छ हाम्रो यो अर्गानिक आगो बलिसकेको छ बाँचको हाम्रो चाहिँ भोगा पर्व सुरु भइसकेको छ एकदमै रमाइलो पाराले सुरु भइसकेको छ युट्युबमा आउनु मन छ हाम्रो संस्कृति हाम्रो परम्परा अब पहिले त धेरै मान्छेहरू हुन्थे आजभोलि चाहिँ एकदमै कम मान्छेहरू हुन्छन् त्यही रमाइलो छ हाम्रो नाइक जेता छ नि भाइ आइसक्यो अरू केटाका सबै अनि आजभोलि चाहिँ कुनै मान्छे छन् मान्छेहरू आउँदैछन् तर पहिलाको जति चाहिँ हुँदैन अनि महिलाको लागि चाहिँ आगो यता बाल्ने गरिरहेछ अनि एकदमै रमाइलो होइन यस्तो बस्ने व्यवस्था पनि छ अनि एकदमै रमाइलो व्यवस्था छ मान्छेहरू चाहिँ कम छ फिरिरहेछ मजाले एकदमै ए राम्रोसँग लगाऊ है केटाहरू भोस चाहिए हुनेलाई छ पछिसम्म कस्तो हुन्छ हेर्दै जाऊँ म पनि भोसो लगाउँछु
देखाइरहेको छन् म चाहिँ पुरै
ठिक्कै अन्तिम दिन हो हाम्रो हो रमाइलो भइरहेछ आज चाहिँ अन्तिम दिन हो फेरि अन्तिम दिन हो एकदमै रमाइलो छ आज चाहिँ हाम्रो एकदम रमाइलो छ घोषको अन्तिम दिन हो सबैको फोटो निकाल्ने राम्रोसँगले है हो सिल हाम्रो महेश भाइ डाक्टर साहब नागजी व्यक्तित्व बुद्धिजीवी दाइ हाम्रो चाहिँ आज गमुल बाजुरा जिल्ला गमुल सबैजना युट्युबमा आउनु हुने है राम्रोसँग टिकाको अन्तिम दिन आज एकदम रमाइलो भइरहेको छ ए ट्याक्कै आइगयो युट्युबमा आउनु हुने है युट्युबमा 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 दाजु नमस्कार आज हाम्रो टिकाको अन्तिम दिन एकदम रमाइलो भइरहेको छ युट्युबमा थाहा होला नि युट्युबमा है चाहिँ यो अन्तिम दिन हो यो बोसो जुझाइन थियो आज टिकाको दिन है म चाहिँ अलि ढिलो पुगेको अनि एकदमै रमाइलो भइरहेछ बोसो जुझाएर चाहिँ बोसो लगाइरहेछ अहिले एकदमै सबैजना एकदमै रमाइलो चिरबारामा है एकदमै अन्तिम हो पुसको 3 गते सुरु भएको अनि 18 गते चाहिँ आज अन्तिम दिन हो यस्तै छ रमाइलो बाजुरा जिल्ला गमुल गाउँपालिका 2 तहकोटतिरको रमाइलो हो अन्तिम भयो है त एकदम अन्तिम हो
गरिरहेछ है एकदमै हजुरकी बहिनी अहिलेसम्म कति हुन्नी हजुरकी बहिनी टिकाको अन्तिम दिन एकदमै रमाइलो भइरहेको छ यो चाहिँ देउडा खेल हो है एकदमै रमाइलो भइरहेको छ हजुरकी बहिनी चाडको पनि बजाएको छ मुनि राख है हाम्रो चाहिँ यो सालको भुवा पर्व हाम्रो महान चाड चाहिँ सकियो है आज चाहिँ टिका मनाइयो दुलचप्पाउनु भन्छ अन्तिम दिन गरेर एकदमै रमाइलो गरेर अनि बसो जुझाएर एकदम रमाइलो गरेर खेल लगाएर है सबैजना जम्मा भएर रमाइलो गर्दै आज चाहिँ भुवाले अन्तिम गरियो अनि मेरो चाहिँ यो भिडियो युट्युबमा म अपलोड गर्छु मेरो युट्युबमा गएर पनि सब्सक्राइब गरिदिनु होला है denish.chhetri मा गएर चाहिँ सब्सक्राइब गरिदिनु होला मैले भर्खर नयाँ आइडी खोलेको छु धन्यवाद नमस्ते सम्पूर्णमा